प्रिय श्रोताबिन, जय मसी। तपाईँहरूको सामु फेरि हामीले एउटा नयाँ गीत लिएर आएका छौँ। यो गीत मैले सन् 2009मा कम्पोज गरेको हुँ। अनि मेरो जीवनमा पनि मेरो आमालाई गुमाउँदाखेरि एकदमै गाह्रो भएको थियो। अनि त्यस बेला यो गीत आज धेरै शोकमा परेका शोकितहरूलाई सान्त्वना दिनलाई मैले यो गीत लेखेको हुँ। अनि यो गीतले यही भन्छ, मृत्युको शक्तिलाई पराजित गर्ने शक्ति चाहिँ येशू ख्रीष्टमा मात्रै छ। आज मृत्युबाट बचाउने, मृत्युबाट छुटकारा दिने चाहिँ येशू ख्रीष्ट मात्रै हुनुहुन्छ भनेर यो गीतले बताउँछ। र आज तपाईँ पनि मृत्युदेखि डर लाग्छ भने, आज मृत्युबाट भएर जानलाई तपाईँलाई एकदमै तपाईँको मन हताश हुन्छ भने येशू प्रभुलाई विश्वास गर्नुहोस्। येशूले आज नै तपाईँको आत्मालाई सुरक्षित उहाँको साथमा राख्नुहुन्छ। अनि तपाईँ यो पृथ्वीबाट तपाईँको यो शरीर विदा भएर जानु भए तापनि तपाईँको त्यो आत्मालाई चिहानमा तपाईँको आत्मा त्यतिकै राख्नुहुन्न। अनि येशूले चाहिँ तपाईँलाई सुरक्षित राख्नुहुन्छ। तपाईँ श्रोताहरूलाई प्रभु येशू ख्रीष्टले आशिष दिउन्। धन्यवाद।
To